पटियालाको राजापुरमा आम नेपालीहरूको भेलाद्वारा 17 सदस्यीय महिला विभाग गठन गरिएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समिति अन्तर्गत राजापुर एरिया समितिको माताहतमा मनु तामाङको संयोजकत्वमा महिला विभाग गठन गरिएको हो। यसरी गठन गरिएको समितिमा 14 जना पूर्ण सदस्य चयन भएका छन् भने 3 स्थान रिक्त राखिएको जनाइएको छ। नवनिर्वाचित पदाधिकारीहरूमा संयोजक मनु तामाङ, सचिव सीता शर्मा र कोषाध्यक्षमा हेमा घरती रहनु भएको छ। त्यस्तै वरिष्ठ सदस्यहरूमा सङ्गीता कोइराला, तुलसी देवी, कविता थापा, तीर्थ कुमारी विष्ट, मालती पुन, तुलसा केसी, सानु लामा, कमल शर्मा, कल्पना शाही र गौरी विक लगायत रहनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य प्रेम आचार्य रहनु भएको थियो भने विशिष्ट अतिथिमा सुदूरपश्चिम उत्तर क्षेत्रीय सदस्य तथा महिला विभाग संयोजक माया आचार्य सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले महिला सशक्तिकरणको विषयमा जोड दिँदै वर्तमान राज्य व्यवस्थाभित्र रहेको लैङ्गिक विभेदको कडा आलोचना गर्नुभएको थियो। उहाँले नेपालको संविधान 2072ले महिलाका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै विभेद कायम रहेको उल्लेख गर्नुभयो। उहाँले परिवर्तन घर परिवारबाटै सुरु गर्नुपर्ने, छोरा र छोरी बीचको विभेद अन्त्य गर्नुपर्ने तथा महिलाहरूलाई पैतृक सम्पत्तिमा सम्मान अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ। त्यस्तै माया आचार्यले पनि महिलाहरूको अधिकार सुनिश्चित नभएसम्म न्याय र समानताको पक्षमा आफूहरूले आवाज उठाइरहनु पर्ने बताउनु भएको छ। भेलामा नगर समिति अध्यक्ष विष्णु भुषाल, कोषाध्यक्ष विष्णु रेग्मी, महिला विभाग उपाध्यक्ष जानकी भुषाल, वरिष्ठ सदस्य सरिता केसी लगायतले नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन सीताराम आरसीले गर्नुभएको थियो भने अध्यक्षता वसन्त सुनारले गर्नुभएको हो। यस नवगठित महिला विभागलाई गोवा नेपाली टिभी सहपरिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। भारतमा बस्ने लाखौं नेपालीहरूका पीडा समस्याको समाधान गर्न यस समाजले अतुलनीय भूमिका निर्वाह गर्दै जाओस्। हार्दिक बधाई तथा शुभकामना फेरि पनि दिन चाहन्छौँ। भारतबाट नेपाल पैसा पठाउनु परेमा सम्झनुहोस् सुरक्षित अनि भरपर्दो माध्यम आयामी इन्डियन प्राइभेट लिमिटेड। सम्पर्क गर्नुहोस् पीबी मनी ट्रान्सफर गोवा। फोन गर्नुहोस् 9529405617। तपाईको समस्या हाम्रो समाधान आयामी गरौँ।